अन्तबहादुर गुरुङ हो मेरो नाम। नमस्कार, म चाहिँ यहाँ पहिलेदेखि आएर मेरो जन्मथात पनि मेरो यहीँ हो। जन्म किन यो चाहिँ सरजाने ठाउँ भयो, मलाई चाहिँ यहीँ बस्नलाई रजायो। म यस्तै भएर चाहिँ म चाहिँ त्यही नभएर म यहाँ बसेको छु। मलाई सबैले नानी बाबुहरूलाई सबैले सहायता दिनुहोस्। मेरो केही नभएको हुनाले छोरा नाति केही नभएर यस्तो गरेको छु मैले। मेरो बस्ने ठाउँ यस्तो छ। सबैले चाहिँ नानी बाबुहरूलाई सघाउ गरिदिनु होला। तपाईहरु देख्न सक्नुहुन्छ एकदम उहाँ यसरी गुजारा गर्दै आउनु भएको छ। व्यवस्थित केही पनि छैन, हावाहुरी पानी पर्ने बेला परिरहेछ, त्यही उहाँ गुजारा गरेर बसिराख्नु भएको छ। तपाईँ यो अनि समुदायमा नबस्नु र एक्लै ठाउँ रोज्नुको कारण के हो त? मलाई अब त्यो उहाँ चाहिँ अब बस्न अब गाउँघर आफ्नो ठाउँ छैन है, कसैले केही भन्यो भने अब मलाई सहनु सक्दिनँ म है। अनि म आनन्द रूपले चाहिँ बस्न आएको। भनेपछि यो सार्वजनिक जग्गा हो है, ओडाले पनि दिन्छु भन्नुभएको छ होइन? हजुर, ओडाले पनि लाल पूर्जा दिन्छु भन्नुभएको छ। कागज पेशी छ। गाउँपालिकाबाटै कसले दिनुभयो रे यो जस्ता चाहिँ बा? गाउँपालिकाले दिनुभयो। कति पत्ता जस्ता दिनुभयो गाउँपालिकाले? 5 बन्डल। गाउँपालिकाले दिनुभएको 5 बन्डल जस्ता रहेछ। यस्तो छ। अन्त दाइहरू चाहिँ सहयोग गर्ने हिसाबले आउनु भएको रहेछ, त्यही भएर म पनि आइपुगेको थिएँ। यस्तो छ यहाँको ठाउँ चाहिँ। उहाँ खाना यहाँ बनाएर खाँदै हुनुहुन्छ। किचन यस्तो छ, यस्तो छ। अब यसरी बसिराख्नु भएको छ। सुत्ने ठाउँ यस्तो छ। केही जस्ताहरू पनि छैन, व्यवस्थित केही पनि छैन। त्यो नै देखेर हामी के रहेछ भनेर अनुसन्धान प्लस के हुँदैछ तपाईँहरूबाट अलिकति सहयोगको अपेक्षा पनि राखेर आएको हौँ। तपाईँहरू यदि सहयोग गर्न चाहनुहुन्छ भने रिसर्च गोर्खालाई नै सम्पर्क गरेर पनि सहयोग गर्न सक्नुहुनेछ। तपाईँहरूले सहयोग गरेको मूल्य बराबरको प्रमाणपत्र या के हुन्छ हामी तपाईँहरूलाई उपलब्ध गराउँछौँ। ठाउँ चाहिँ यस्तो छ। यहाँबाट देखिने तल लामा गाउँ भयो। यो चाहिँ आरुघाट, सलेन्टार, आरुटार सबै देखिन्छ। हिमाल यस्तो ठाउँ छ। हिमाल पनि बिहानै देखिन्छ अरे। पाले के अरे यो ठाउँ रोज्नुमा चाहिँ हिमाल देखिन्छ भनेर नि हो अरे है। यस्तै छ। ल तपाईँहरू पनि सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। नमस्कार, मेरो नाम सूर्यबहादुर गुरुङ, यही ठाउँको बासिन्दा। यहाँभन्दा अगाडि मेरो बाजे अब स्थुल खोला भन्ने ठाउँमा बस्नुहुन्थ्यो। त्यसपछि त्यहाँबाट चाहिँ अलिकता यता कता कुनै अब त्यसै भएर नै होला, अब उहाँ मन पराउनु भएन ठाउँ। बस्नु त धेरै नै बस्नुभयो, तर उहाँले चाहिँ 5-7 वर्षको अन्तरालमा उहाँले ठाउँ चुज गरेर यस कोटल डाँडा भन्ने ठाउँ, रानीसारा कोटल डाँडा भन्ने ठाउँमा आएर चाहिँ जग्गा चुज गर्नुभयो। त्यसपछि उहाँले चाहिँ गरेको ठाउँ हामीलाई पनि मन परेकै हो। पहिलेबाट उहाँले ढाड यता त पाखा पखेर खारेर चाहिँ बनाउनु भएको छ। त्यसमा आफैले बनाउनु भयो नि है। त्यसपछि बुढो बाजेको 80 वर्ष बुढो बाजेको अवस्था हेरेर हजुरहरूले पनि यो सम्पूर्ण यो सुत्नेदेखि खाना पकाउने ठाउँ लिएर कटेज सम्म यस्तो छ अवस्था। यसमा हेरेर हजुरहरूले पनि चाहिँ अलिकता बुढोको लागि हेरेर यताउता बुझेर सहयोग गर्नु चाहनुहुन्छ भने, बुढोको अवस्थालाई बुझ्नुहुन्छ भने धेरै थोर सहयोग गरिदिनु होला भन्ने मेरो अपिल राख्दछु। यही छ। हजुर चाहिँ अहिले बा जहाँ बसिरहनु भएको छ यहाँको छिमेकी होइन? छिमेकी हजुर। हस्, धन्यवाद दाइ।
यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ बाको घर बनाउनको लागि दाइहरूले इस्टिमेट गर्दै हुनुहुन्छ। नमस्ते, म चाहिँ सुरेश अधिकारी वडा नम्बर 7बाट उहाँ बुवाको केही कुराहरू यसो अस्ति मैले चाहिँ खास भन्नुपर्दाखेरि बुवालाई आरबाट चौकीमा चाहिँ भेट्दै गर्दाखेरि उहाँले चाहिँ चौकीमा चाहिँ केही हारबारको लागि मलाई चाहिँ बस्ने ठाउँ यस्तो छ, एउटा तिर्पाल हालेर बसेको छु, मलाई चाहिँ यस्तो यो मौसम पनि यस्तो चाहिँ चलिरहेको छ, मलाई बस्न चाहिँ अलिक गाह्रो छ भन्ने हिसाबले चौकीमा जानुभएको छ होइन। अनि त्यही माध्यममा म कुनै विषयले त्यहाँ पुगेको थिएँ, अनि बुवालाई भेट्नुभयो। अनि के छ तपाईँको यस्तो भने यस्तो भन्ने कुरा उहाँले देखाउनु भयो। अनि त्यही सुन्दै गर्दाखेरि मलाई कस्तो लाग्यो भने अलिकति होइन, हामी जतिको युवा केटाहरू चाहिँ गाउँमा घरमा बसिरहँदाखेरि उहाँ जतिको बुवालाई चाहिँ हामीले सहयोग गर्नुपर्छ भन्ने हिसाबले अनि मैले एउटा हाम्रो सरला बहिनी रिसर्च गोर्खाको सञ्चालिका अनि हाम्रो चाहिँ यता टिका भाइ मेरो यता अब भाइले चाहिँ यति भनौँ न यो अहिलेसम्ममा चाहिँ एउटा चाहिँ सामान्य खरको छानोले यसो बुवालाई चाहिँ बस्नलाई बनाइदिनु भएको छ दाइले, यता दाइहरू को मिलेर गरिदिनु भयो। अब चाहिँ मैले के भन्न चाहेँ भने अहिले यहाँ सामान्य बुवालाई चाहिँ कतै साथीभाइहरूबाट केही सहयोग मिल्यो भने अथवा चाहिँ हामीले कति सकिन्छ त्यही हिसाबले चाहिँ यहाँ चाहिँ यो यति एउटा चाहिँ ग्राउन्ड लेभल एउटा ट्याक्क बनाएर सोलिङ गरेर सानो जस्ता चाहिँ हाम्रो अलिकति पालिकाले पनि जस्ता दिसाउनु भएको छ। कति पत्ता दिनुभएको अरे 5 बन्डल 56 पत्ता भने हो, 5 बन्डल दिनुभएको छ अरे उहाँहरूले। त्यसको लागि यहाँ उहाँलाई अहिले आवश्यक चाहिँ कस्तो छ भने एउटा टोइलेट, सानो सामान्य टोइलेट अनि खानेपानीको लागि पाइपहरू लगभग कति 2 रोल जति हामीलाई लाग्छ भन्ने अनुमान त हामीले गरेका छौँ। यही नै हो। अब चाहिँ विदेशतिर रहनुहुने साथीहरू, गाउँतिर रहने साथीहरू, वडादेखि लिएर पालिकाको सबैले चाहिँ बुझिदिनु होला र चाहिँ केही गर्न सक्नुहुन्छ भने तपाईँहरू माध्यमबाट आफूले सक्ने सहयोग गर्नुहुन्छ भन्ने हामीले आशा राखेका छौँ। हाम्रो रिसर्च गोर्खा सरला खनाल बहिनीले चाहिँ सामाजिक सञ्जालतिर पनि यसो पोस्टहरू हाल्नुहुनेछ। यही नै हो। अब बुवालाई चाहिँ आत्तिनु पर्दैन, हामी लागिसकेका छौँ। हामी तपाईँलाई राम्रै गर्न नसके पनि सामान्य जे गर्न सकिन्छ गरिन्छ होइन। तपाईँ आत्तिनु पर्दैन। यहाँलाई हामीले गर्न सक्ने भनेको अहिले भए सकेसम्म भयो भने यहाँ वालहरूदेखि लिएर यतापट्टि टोइलेट भन्नुभएको छ। अनि यहाँ सानो जस्ताको टहरू अब एउटा ढुङ्गाको हुन्छ कि अब सम्भव कसरी हुन्छ हामी त्यसरी नै गर्नेछौँ। तपाईँ नआत्तिनु, हामी छौँ तपाईँको साथमा, सबैजना छौँ। मठु भाइको हाम्रो यहाँ अब स्थानीय कलाकारको रूपमा पनि चिनिएको हाम्रो मठु भाइले पनि अलिकति आर्थिक सङ्कलन मैले चाहिँ 60-62 हजार गरे भन्ने हामीले यसो सूचना पाएका छौँ। त्यसको लागि हामी के गर्नुपर्छ तपाईँको लागि हामी पक्का सबैजना चाहिँ मिलेर चाहिँ तपाईँको लागि सानो टहरू बस्ने र खानेपानी, सानो टोइलेट तपाईँलाई बस्न हुने चाहिँ हामीले सामान्य कति सक्छौँ त्यति गर्दै जान्छौँ। विदेशतिर रहनुहुने अनि हाम्रो गाउँतिर वडा जहाँ जो कोहीले पनि केही गर्न चाहनुहुन्छ भने रिसर्च गोर्खालाई सम्पर्क राख्नु होला भन्दै त्यही नै हो। ल हस् त, नमस्ते, धन्यवाद।